question tag in case of reported is यदि रिपोर्टेड स्पिचहरुको कन्टेक्स्ट गर्छ अथवा कुरा गर्छ भने क्वेशन ट्याग हामीले कसरी गराउने यहाँ केस 1 अथवा इन केस अफ डाइरेक्ट स्पिच क्वेशन ट्याग जुनसुकै कन्टेक्स्टमा हुन सक्छ एउटा डाइरेक्ट स्पिच हुन सक्छ अर्को इनडाइरेक्ट स्पिच हुन सक्छ यो फर्स्ट केस भयो है अब यहाँ तपाईहरुले एउटा एक्जाम्पल दिन्छु एक्जाम्पल दिएपछि त्यसको तलतिर चाहिँ एक्सप्लेनेसनहरु लेख्नु होला तपाईले है क्वेशन नम्बर 1 he said to me, excuse me, you have scored A plus question tag. Hey. Next question. Ram said he was very happy. ल तपाईहरुको नलेज अनुसार है अथवा जानेको अनुसार चाहिँ यसको भनिदिनु होला है हामीले हेर्दाखेरि चाहिँ सेकेन्डको कन्डिसनलाई नै हेर्ने हो कुरा बुझ्नुभयो नि हेर्दाखेरि चाहिँ त्यो स्टेटमेन्ट अथवा दिएको स्टेटमेन्ट हेर्दाखेरि चाहिँ सेकेन्डको कन्डिसन नै हेर्ने हो त्यसको आधारमा चाहिँ हामीले त्यहाँनेरि अक्सिलरी भर्बहरु त युज गर्न पर्छ नि त सेकेन्ड सब्जेक्ट र सेकेन्ड भर्ब नै युज गर्ने हो तर के चाहिँ फरक बुझ्नु पर्यो भन्दाखेरि त्यो पोजिटिभ हुन्छ सेकेन्डको स्टेटमेन्ट अथवा सेकेन्ड पट्टि आउने जुन अघि मैले देखाएको फ्रेज पोजिटिभ हुन्छ त्यो पोजिटिभ भइसकेपछि फेरि त्यसलाई नेगेटिभ बनाउनु भएन कि किनभने अलरेडी अगाडि नै नेगेटिभ छ फेरि तपाईले नेगेटिभ गरेपछि डबल नेगेटिभ हुन्छ कि त्यो भएर पोजिटिभ राख्न पर्यो तर चेन्ज गर्दा त्यहाँनेरि प्रोनाउन चेन्ज गर्दाखेरि भर्ब चेन्ज गर्दाखेरि चाहिँ यु हेभ टु लुक सेकेन्ड है सेकेन्डलाई हेर्न पर्छ भन्न खोजेको डाइरेक्ट इन केस अफ डाइरेक्ट स्पिचमा क्वेसन ट्याग कसरी राख्नुहुन्छ एकदम इम्पोर्टेन्ट छ he said to me excuse me you have scored A plus भनेर सोधे अब त्यसलाई कन्फर्मेसन गर्न खोजिरहेको उसले अर्को छ राम सेड he was very happy ओके ल त हेर्नुहोस् है जस्तै के छ भन्दाखेरि he said to me excuse me you have scored यो भनेको डाइरेक्ट स्पिचको कन्टेक्स्टमा अथवा डाइरेक्ट फर्ममा चाहिँ के हुन्छ भन्दाखेरि जहिले पनि यो इन्भर्टेड कमा भन्दा भित्रको स्टेटमेन्ट अथवा सेन्टेन्स हेरेर त्यसको आधारमा क्वेसन ट्याग बनाउन पर्छ ताकि अब यहाँ तपाईहरुले के थाहा पाउनु पर्यो भन्दाखेरि एउटा रिपोर्टिङ भर्ब हुन्छ अर्को रिपोर्टिङ पार्ट हुन्छ रिपोर्टिङ भर्ब भनौं एक किसिमले यो अगाडिको रिपोर्टिङ भर्ब हो है अर्को भनेको रिपोर्टेड स्पिच हो यो भनेको रिपोर्टेड स्पिच तपाईहरुले थाहा छ होला स्पिचमा दुईटा पार्ट हुन्छ भनेर त्यो भएकोले गर्दाखेरि हामीले यहाँ के बुझ्न पर्यो भन्दाखेरि यो इन्भर्टेड कमा भित्रको आधारमा अथवा यसको आधारमा तपाईहरुले क्वेसन ट्याग बनाउन पर्ने हुन्छ इन द कन्टेक्स्ट अफ डाइरेक्ट स्पिच है एक्सक्युज मी यु हेभ स्कोर्ड A प्लस भन्ने बित्तिकै यहाँनेरि के थाहा पाउन पर्यो ह्याभ भनेको छ ह्याभ एज अ मेन भर्ब आइसके पछाडि के हुन पर्यो ह्याभन्ट पोजिटिभ छ नि त दिएको स्टेटमेन्ट यहाँ भित्रको त त्यो भएर हामीले यो कन्टेक्स्टमा के गर्न पर्यो नेगेटिभ बनाउन पर्यो त्यो भएर यहाँ के हुन्छ ह्याभन्ट यु अब यहाँ हेर्नुस् त राम सेड he was very happy यसको एन्सर पनि आइहाल्यो त्यसो भयो किनभने ब्र्याकेट भित्रकोलाई हेर्ने हो यहाँ वाज छ पास्ट टेन्समा आएको छ त पास्ट फर्ममा त्यो भएर यसको एन्सर वाजन्ट क्लियर छ अब ओके वाजन्ट है ओके ल ठिक छ वाजन्ट यो कुरा क्लियर भयो इट इज अ फर्स्ट केस इन क्वेसन रिपोर्टेड स्पिच अथवा न्यारेसनमा चाहिँ तपाईको इन फर्स्ट केसमा के छ डाइरेक्ट स्पिचको कन्टेक्स्ट भयो अब तपाईहरुलाई म इनडाइरेक्ट स्पिचको कन्टेक्स्टमा लैजान्छु है यो चाहिँ बुझ्नु भयो है अब यो क्वेसन आयो भने नबिगार्नु होला you have to make question tag अथवा tag question as per the statement given inside the inverted comma अथवा slash दिएर reported part भन्ने हुन्छ reported part रिपोर्टिङ भर्ब हुन्छ अर्को भनेको रिपोर्टेड पार्ट हुन्छ तपाईहरुलाई थाहा छ नि हैन स्पिचमा क्लियर छ अब यति रुल थाहा पाएपछि अथवा यो स्टेटमेन्ट थाहा पाएपछि चाहिँ यो बिगार्नु भएन क्लियर सबैजना अब हामी इनडाइरेक्ट स्पिचमा जाउँ इनडाइरेक्ट स्पिच अब इनडाइरेक्ट स्पिचको कन्टेक्स्ट छ क्वेशन नम्बर 1 मा लेख्नुहोस् पहिला त एक्सप्लेन गर्न पर्यो he told me that he could read it उसले पढ्न सक्छ रे यसको के हुन्छ
अर्को दोस्रोमा जाम क्वेसन नम्बर 2 Ram said that they wouldn't go to market. Question number 3 यो चाहिँ तपाईहरुले पठाउनु भएको क्वेशनको है. It is said that 5% of total children are out of school. Question tag. अथवा राम सेड श्याम सेड भन्न सक्छ. यो दुईटा कन्टेक्स्ट छ अहिले म भन्छु. पहिला यति नै लेख्नुस् अहिले है. यो त भयो हाम्रो इन्डाइरेक्ट स्पीच किनभने ही टोल्ड मी दैट आइसकेपछि हामीलाई के थाहा पाउनु पर्यो भन्दाखेरि जनरली यिनीहरु अनि फेरि इन्भर्टेड कमा हटेको हुन्छ. इन्भर्टेड कमा हट्नु भनेको के हो भन्दाखेरि त्यहाँनेरि चाहिँ यो इन्डाइरेक्ट फर्म हो भनेर तपाई हामी सबैलाई थाहा हुन्छ. तर यो स्पीचको फर्म हो अथवा न्यारेसनको कुरा हो. तर यति भइरहँदा पनि हामीले क्वेशन ट्याग चाहिँ कसरी गर्ने अथवा कुन फर्ममा गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट छ. ओके ल म भनिदिन्छु है. तपाईहरुले पहिला के बुझ्नुहोस् भन्दाखेरि रिपोर्टिङ भर्ब भनेको थाहा छ है. रिपोर्टिङ भर्ब भनेको इन्भर्टेड कमा भन्दा अगाडि आउने अथवा यो चाहिँ तपाईहरुको त्यहाँनेरि इन्भर्टेड कमा भन्दा अगाडिको कन्टेक्स्ट हो. अब अहिलेको कन्टेक्स्टमा यो टोल्ड भन्ने चाहिँ रिपोर्टिङ भर्ब हो है. अब यो भनेको चाहिँ रिपोर्टेड पार्ट हो अथवा रिपोर्टेड स्पीच भयो है. स्टेटमेन्ट भयो रिपोर्टेड. यो पछाडी ड्याट पछाडी आउने अथवा इन्भर्टेड कमा भन्दा पछाडी आउने. डाइरेक्ट स्पीचको केसमा अगाडि इन्भर्टेड कमा भन्दा अगाडिको भर्ब आउनु चाहिँ दैट इज अ रिपोर्टिङ भर्ब भयो. अब हामीले यदि इन्डाइरेक्ट स्पीचको कुरा गर्छ अघि डाइरेक्टको केस थियो. डाइरेक्टको केसमा इन्भर्टेड कमा भित्रको कुरालाई हेरिन्थ्यो भने इन्डाइरेक्ट स्पीचको कन्टेक्स्टमा चाहिँ तपाईहरुले यो रिपोर्टिङ भर्बको आधारमा चाहिँ के गर्न पर्ने हुन्छ क्वेशन ट्याग बनाउन पर्ने हुन्छ. अब यहाँ क्वेशन ट्याग बनाउँदाखेरि के छ ही टोल्ड मी दैट ही कुड रिड इट भनेको छ. यहाँ टोल्ड भन्ने बित्तिकै के छ पास्टमा छ. बुझ्नुभयो नि है. पास्टमा भइसके पछाडी हामीले यसैको आधारमा भर्बलाई डिटरमाइन अथवा क्वेशन ट्याग बनाउने हो. त्यसो भए के हुन्छ यहाँनेरि ल भन्नुस् त डिन्ट ही हुन्छ है. यो पोजिटिभ पनि छ. त्यो भएर हामीले यो कन्टेक्स्टमा के गर्यो डिन्ट ही भनेर लेख्यो. किनभने टेलको टोल्ड हो पास्टमा छ. त्यो भएर हामीले के युज गर्यौं डिन्ट ही भनेर लेख्यो. किनभने सब्जेक्ट यहाँनेरि ही नै छ. कुरा क्लियर छ नि है त. बुझिन्छ. अब अर्को हेर्नुस् त राम सेड दैट दे वुडन्ट गो टु मार्केट भनेको छ. राम सेड दैट दे वुडन्ट गो टु द मार्केट. अब हामीले यहाँ के बुझ्न पर्यो भन्दाखेरि यो यसको आधारमा हामीले भर्बलाई अथवा यसको आधारमा हामीले क्वेशन ट्याग बनाउने होइन है. यहाँनेरि त यो भनेको के छ पास्ट टेन्स हो अथवा पास्ट फर्ममा छ. सेको सेड भयो है. यो रिपोर्टिङ भर्ब. त्यो भएर हामीले यसैको आधारमा क्वेशन ट्याग बनाउने हो है. त्यो भएर यो कन्टेक्स्टमा पनि डु डज र डिड नै हामीले प्रयोग गर्छौं है. त्यो कुरो थाहा छ तपाईहरुलाई. त्यो भएर यसको एन्सर पनि डिन्ट ही हुन्छ अथवा डिन्ट सी है. जसरी तपाईहरुले भने पनि हुन्छ. त्यो चाहिँ स्टेटमेन्टमा डिपेन्ड हुँदै जान्छ. 3 को अब यहाँ हेरौं है. इट इज सेड दैट 5% अफ टोटल चिल्ड्रेन आर आउट अफ स्कुल भनेको छ है. अब यहाँनेरि के छ यहाँनेरि सेड आएको छ नि. तपाईले यसरी त्यो अघि त्यो आरन दे भन्ने कन्टेक्स्ट कति बेला मिल्छ भन्दा यदि त्यो चाहिँ डाइरेक्ट स्पीचको पार्टमा अथवा डाइरेक्ट स्पीच भनेको छ भने चाहिँ पाइयो. अहिलेको केसमा हामीले यो इज भनेको छ नि यहाँ इज र इटको कुरा छ. त्यो भएर यो केसमा हामीले इजन इट भनेर भन्न पर्ने हुन्छ. किनभने अगाडिको कन्टेक्स्टलाई हेर्न पर्यो नि त हैन र. हेर्न पर्यो. यहाँ इज भनेको छ. इज त यहाँ प्रेजेन्ट टेन्समा छ. तर अब हामीले हेर्दाखेरि चाहिँ यो भन्दा अगाडिको पार्टलाई अथवा त्यो भन्दा अगाडिको सेन्टेन्सलाई हेरेर गर्न पर्ने हुन्छ. सो दैट इट इज सेड दैट 5% अफ टोटल चिल्ड्रेन आर आउट अफ स्कुल इजन इट. यसरी चाहिँ हामीले के गर्न पर्यो क्वेशन ट्याग बनाउन पर्यो. यो एक्सेप्सनल केस पढिएन भने फेरि गाह्रो हुन्छ. अब यहाँ नोट भनेर लेख्नुस् त पहिला. इन केस अफ नोट भनेर लेख्नु है. इन केस अफ इन्डाइरेक्ट स्पीच क्वेशन
tag is formed अथवा is made हैन is formed as per the or according to the as per the reporting verb अथवा reporting part भनेर लेख्नु होला है त्यो दिएको न्यारेसन अथवा त्यो दिएको पार्टमा चाहिँ रिपोर्टिङ भर्बको आधारमा अथवा रिपोर्टिङ पार्ट भनेर बुझ्न पर्यो रिपोर्टिङ पार्ट भनेको यो अगाडिको पार्ट हो राम हरि गीता सीता जे पनि भन्न पाउँछ जसले रिपोर्ट गरिराखेको हुन्छ नि है त्यो भएर हामीले यसको आधारमा चाहिँ क्वेसन ट्याग बनाउन पर्ने हुन्छ यदि डाइरेक्ट स्पिचको कन्टेक्स्ट छ भने इन्भर्टेड कमा भन्दा भित्रको जुन स्टेटमेन्ट छ अथवा सेन्टेन्स छ त्यसको आधारमा हामीले क्वेसन ट्याग बनाउन पर्ने हुन्छ है एक्सेप्सनल केस भनेर लेख्नुहोस् है एक्सेप्सनल केसमा के छ भन्दाखेरि इन केस अफ STATIV स्टेटिभ भर्ब अथवा स्टेट भर्ब पनि भन्छ अथवा सेन्सरी भर्ब पनि भन्छ यो चाहिँ थाहा पाउनु पर्यो है यो केसमा चाहिँ के हुन्छ भन्दाखेरि question tag is formed as per the REPORTED reported part भनेर लेख्नु होला रिपोर्टेड पार्ट अथवा रिपोर्टेड स्पिचको आधारमा गर्ने हुन चाहिँ यो इन्डाइरेक्ट केसमै हो इन्डाइरेक्ट स्पिचकै पार्ट हो अघि चाहिँ के भनेको थियौँ भन्दाखेरि अगाडिको पार्ट अथवा रिपोर्टिङ भर्ब अथवा रिपोर्टिङ पार्टलाई हेरेर चाहिँ के गर्न पर्ने हुन्थ्यो त्यहाँको क्वेसन ट्यागलाई बनाउन पर्ने हुन्थ्यो तर अहिलेको केसमा त्यही इन्डाइरेक्ट स्पिचमा एक्सेप्सनल केस के रहेछ भन्दाखेरि यदि स्टेटिभ भर्ब है जस्तै स्टेटिभ भर्ब भनेको के थाहा पाउनु पर्यो भन्दाखेरि दे आर द भर्ब्स विच आर रिलेटेड विथ आवर माइन्ड है त्यो देखिन नसकिने जस्तै तपाईँले थिङ्क भन्नुहुन्छ होइन बिलिभ भन्नुहुन्छ सपोज गर्नुहुन्छ है त्यस्तो खालको कुनै पनि जस्तै पर्सेप्सनल बेसका जति पनि भर्बहरू हुन्छन् तिनीहरूलाई एक्सेप्ट एक्सन भर्ब जस्तै डान्स टक से स्पिक है जति पनि कुराहरू हुन्छन् यिनीहरू सबै एक्सन भर्बहरू हुन् रन प्ले भन्ने कुराहरू त स्टेटिभ भर्ब भनेको तीभन्दा बाहेकका भर्बहरू जस्तै थिङ्क गर्नु सोच्नु द्याट इज स्टेटिभ भर्ब हाम्रो माइन्डले मात्रै कुरा गर्ने भयो प्रमिस है यो जस्तै हामीले जस्ट प्रमिस गर्ने कुराहरू भयो अर्को भनेको चाहिँ तपाईँको बिलिभ हामीले विश्वास गर्ने यस्ता कुराहरू चाहिँ दे आर द एक्जाम्पल अफ है दे आर द एक्जाम्पल अफ स्टेटिभ भर्ब है त्यो भएर यस्ता कुराहरू स्टेटिभ भर्बहरूको कन्टेक्स्टमा चाहिँ के हुन्छ भन्दाखेरि क्वेसन ट्याग है क्वेसन ट्याग इज फर्म्ड एज पर द रिपोर्टेड पार्टको आधारमा चाहिँ हामीले के गर्ने क्वेसन बनाउने भन्ने कुरा छ क्वेसन ट्याग गराउने भन्ने कुरो छ एउटा क्वेसन लेख्नुहोस् है यही क्वेसन हो मेरो एक्सप्लेनेसन पनि यही हुन्छ वी बिलिभ द्याट ही विल पास the NEV exam भनेर चाहिँ यहाँ क्वेसन ट्याग बनाउन पर्ने भयो है वी बिलिभ यहाँ हेर्नुहोस् त बिलिभ भनेको छ इट इज जस्ट वी बिलिभिङ अथवा जस्ट वी थिङ्क अथवा वी एज्युम है यस्तो पनि भन्न सकियो यो कन्टेक्स्टमा के हुन पर्यो अथवा यो कन्टेक्स्टमा के हुन्छ भन्दाखेरि दिज आर द एक्जाम्पल अफ स्टेटिभ भर्ब बिलिभ गर्नु थिङ्क गर्नु होइन सपोज गर्नु ट्रस्ट गर्नु भन्ने खालको त्यस्तो के आयो भने देट आर द एक्जाम्पल्स अफ स्टेटिभ भर्ब है अथवा सेन्सरी भर्ब किन सेन्सरी भर्ब भनेको भन्दाखेरि हाम्रो सेन्सले जस्तै कहिलेकाहीँ टेस्टको कुरा आउला होइन कहिलेकाहीँ फिलका कुराहरू आउला यस्ता सबै भर्बहरू हामी के भन्छौँ स्टेटिभ भर्ब अथवा सेन्सरी भर्ब भन्छ वी बिलिभ द्याट यु विल पास द एक्जाम यो कन्टेक्स्टमा के गर्ने अरे क्वेसन ट्याग इज फर्म एज पर द रिपोर्टेड पार्ट यहाँ रिपोर्टेड पार्ट कुन हो यो ड्याट पछाडिको जति पनि वर्ड हुन्छ अथवा जति पनि स्टेटमेन्ट अथवा फ्रेज हुन्छ सेन्टेन्स हुन्छ जे भन्नुहोस् यो ड्याट भन्दा पछाडि आउने चाहिँ रिपोर्टेड पार्ट हो यो रिपोर्टेड पार्टको आधारमा के गर्ने हामीले भर्बलाई क्वेसन ट्याग बनाउन पर्यो क्वेसन ट्याग बनाउँदाखेरि अब तपाईँहरूले भन्नुहोस् त के हुन्छ यसको एन्सर 1D हुन्छ है